हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। मैले चाहिँ आजदेखि ब्लगिङ स्टार्ट गरेको होइन। म चाहिँ फिलहाल अहिले ड्युटीबाट आएको, घर जाँदैछु सिसिप गरेर, नाइट सिफ्ट गरेर। अन्त यो कुकुरहरूले चाहिँ मलाई पिछा गरेकै छ हो। अलिकति ब्याकग्राउन्ड चाहिँ इग्नोर गरिदिनु होला, यस्तै छ। अन्त यहाँ हाम्रो भ्यूहरू हेरिदिनुहोस्, सिनहरू हेर्नुहोस् कस्तो छ होइन। यस्तै छ, बिहान हो, यो 6:30तिर हो होइन। गाडीहरू पनि केही कुदेको थिएन, चलेको थिएन। म चाहिँ एक्लै घरतिर लागेको। त्यही बिहान एकदमै फ्रेस हावा होइन, आँखामा निन्द्रा बोकेर। म चाहिँ हिँडेरै ड्युटी आउँछु नि त, हिँडेरै आउँछु, हिँडेरै जान्छु। टाढो छ घरबाट। त्यही आँखामा निन्द्रा बोकेर फ्रेस हावाहरू, खोला यहाँ बगेको हेर्दाखेरि एकदमै शान्ति क्या, एकदम रिल्याक्स फिल हुने क्या। धेरै हो। त्यही म हिँड्दै थिएँ, त्यही एक्लै थियो, मजाले हेऱ्यो। एकदम फ्रेस हावाहरू छ चिलमा होइन। हरियाली छ। भुटान भन्ने जग्गै नै त अब त्यस्तो पिस न पिस कन्ट्री हो। एकदम चिसो हावा, हरियाली सबैतिर त्यसै छ। हुनु चाहिँ म एक्लै हो, एक्लै यता घर जाँदै होइन। त्यही सपोर्ट गरिदिनुहोस् होला गाइस। आजदेखि डेली नयाँ भिडियो आउनेछ, डेली ब्लग होइन। यो चाहिँ फार्म रोड भनिन्छ हाम्रो। अन्त यता जग्गा यहाँबाट चाहिँ हाम्रो घर जान्छ होइन। यहाँ सिनहरू म तपाईँलाई देखाउने छु हल्का फुल्का। त्यत्तिकै एक्लै के चाहिँ गर्नुहरू होइन। त्यही भिडियोहरू बनाउँदै हिँड्दै एक्लै चलिदिँदै यताउति हेर्दै। चराहरू फेरि एकदम रमाइलो क्या, यताउति उड्किने। जग्गा नै कति राम्रो छ हो। ठाउँकै मजाको हेर्दै त्यता हेर्दै। त्यहाँबाट चाहिँ म आएको अघि, त्यहाँबाट यस्तो भएर यता भएर आएको। एक्लै छ हुनु त, कोही पनि छैन। सधैँ एक्लै आइन्छ, सधैँ एक्लै जान्छ होइन। त्यही हो जिन्दगीको, काम त गर्नुपर्छ। एकदमै निन्द्रा चाहिँ पुरै लागिरहेको थियो, कहिले घर पुग्ने भइरहेको थियो मलाई चाहिँ। अन्त फाइनली आधी बाटो चाहिँ काट्यो, अब चाहिँ आइपुग्यो हाम्रो यो बराकोटी भनिन्छ यो जग्गा चाहिँ। यहाँबाट चाहिँ बराकोटी स्टार्ट हुन्छ। पहिले त यो जग्गा पनि पुरा एकदमै जङ्गलै थियो, अहिले